Hello guys. Good morning. जेरोको लागि चाहिँ यहाँ चामल कुट्दैछ भाइले। आज पानीले जेरो मेरो त नाके छोड्दै डेरो भन्दै होला है। जेरोको लागि कुटाइ हुँदैछ। हजुरलाई दामी गुलियो चिनीको जेरो चिनीको जेरो बस्तीको चामलको बस्तीको चामलको अरे साथीहरू सबै देखाउने छु तपाईँलाई कसरी बनाउँछ। म त बनाउँदिनँ, मेरो देवरानीले बनाउनुहुन्छ। कुट्नु चाहिँ दुईजना देवर। धन्यवाद है देवरहरू यति साह्रो दुःख गरिदिनु भएकोमा। त्यो लाइभ फेसबुकबाट चाहिँ अब यता चाहिँ बुहारी खोजिदिनु पर्यो। ल ल ल जेरो बनाउँदा चाहिँ पिठो कुट्नु साह्रो अनि यसरी चाल्नु साह्रो है। एकदम यो चाहिँ पुरा मेन कुट्नु पर्यो। यो चाहिँ खानु चाहिँ मिठो, खानु चाहिँ एकदम यसरी कुट्दै चाल्दै गर्नुपर्ने रहेछ चुन्नीमा। कुट्दै चाल्दै चियासँग खानु चाहिँ दामी। जेरोको लागि पिठो मुस्नु आँटेको। चामलको पिठोमा चाहिँ कति आधा किलो जस्तो हाल्यो मैदा। एक पावा पनि गएन। एकदम मेजरमेन्ट चाहिँ करेक्ट राखेर चाहिँ जेरो बनाउनु पर्ने रहेछ। यो चाहिँ के हो तेल अलिकति हाल्दा 2 केजी चामलको पिठोमा चाहिँ 1 पावा जस्तो मैदा अनि अलिकति तेल, त्यहाँदेखि चाहिँ अलिकति पानी हाल्दै एकैचोटि पानी हाल्नु हुँदैन, अलिकति पानी हाल्दै मुस्नु पर्ने रहेछ। त मेरो देवरानीले बनाउनु हुँदैछ। मलाई त है एकैचोटि पानी चाहिँ हाल्नु हुँदैन रहेछ। कतिले सादा खान्छ। यो चाहिँ सादा जेरो हो हैन। तपाईले मिठो के पो चिनीसँग खायो भने अघि पिठो मुस्दाखेरि चाहिँ चिनी हाल्नु पर्यो है। अलिकति चिनी हाल्नु पर्यो। कतिले नुनको जेरो खानु मन छ भने चाहिँ नुन पनि हालेर बनाउँदा हुँदो रहेछ हो। मसलादार खाँदाखेरि मसला हालेर बनाउँदा कतिजनाले मसलादार खाँदाखेरि पनि मसला हालेर पनि जेरो बनाउन सक्नु हुँदो रहेछ। यो बहिनीले अब पानी अलिक धेरै हालेर मुस्नु थाल्नुभयो। मजाले मुस्नु पर्ने रहेछ नि त है। यसलाई चाहिँ अब चाहिँ पास राख्नु पर्यो एकछिन हैन। पास राखेर चाहिँ त्यहाँदेखि जेरो बनाउनु पर्छ। पास राखेर चाहिँ जेरो बनाउनु थाल्नुपर्छ। रेडी जेरोको लागि चाहिँ यस्तो तावा खालको यस्तो खालको कराई चाहिन्छ। यो नचलाउनुलाई यो तातो हुन्छ। कति राम्रो चाहिँ जेरो बनाउनु सुरु भयो हेर्नुहोस् है। जेरोको लागि चाहिँ यसरी हाल्नु पर्दो रहेछ। यतिबाट चाहिँ यसरी हाल्नुपर्ने रहेछ। हालेर चाहिँ घुमाएको सजिलो रहेछ है। अलिकति थिच्दै पकाउनु पर्ने रहेछ। साइडमा थिच्दै यसरी प्रेस गर्दै
ऊपर झर्दै माथि दामी भयो घुमाउनु अब वरिपरि खालको सेपबाटै लानुहोस् तपाईँपट्टि अलिक ल्याउनुहोस् छोड्नुहोस् त्यहाँ अब उता हो त्यसै अब एक स्टेप गर्दै जानुहोस् फेरि जानुहोस् फर्स्ट टाइम जिन्दगीमा कति राम्रो भएको भिडियो चाहिँ किन नगरेको नि जिन्दगीमा प्रथम पहिलोचोटि समसे यता हाम्रो भाउजू यो चाहिँ हाम्रो भाउजूले फर्स्ट टाइम जेरो पोल्नु भएको आज एकदम दामी दामी सेप दामी आयो एकदम दामी आएछ आएको पनि दामी मजा लागेको त्यसो त हाम्रो भाउजू ब्युटी हाम्रो भाउजूले फर्स्ट टाइम जेरो दामी दामी नेक्स्ट तिमी पक्रिने राख्नु फोटो पनि आमालाई टिप्दैछु आमालाई खोज्दैछु यहाँ मलाई वाउ चाङ्गी कति बजी वा यसलाई त धोएर खानुपर्छ यो त सुगरको दबाई भन्छ है म त याद छैन सुगरको दबाई अरे लु न राख पक्र न यहाँ चिलाउ चाहिन यहाँ राख्नुपर्छ वान टू थ्री फोर कति पानीलाई यसमा त कति बेसी ठुलो रहेछ आमा हेर्नु यत्रो ठुलो कति बेसी लु साङ्गी पक्र नपक्रिने तिमी कति बेसी सुगरको दबाई भन्छ होला पनि होला है यस्तो पानी अझै वान ल एउटा ल 1 2 3 4 कतिको कति बेसी राख्दैछु नि लु भाइ है धोएर ए जान्छ त्यही जान्छ यसो गर्नु यसो गर न यसलाई यसो धुनु साङ्गी मजाले ऊ बग्यो ल यहाँ हाल्नुपर्छ ल छोड आमालाई खोजेर खानु आएको हामी चाहिँ यहाँ जङ्गलमा ए जङ्गलमा रहेछ आमालाई अनि यहाँ पानी पनि आउँदैछ पानीमा धुँदैछु साथीहरू आमालाको बोट चाहिँ कति बेसी रहेछ यहाँ पुरा रहेछ आमालाको बोट चाहिँ यहाँ हुन्छ खोज्नु आएको छ धोएर दिनु त यो देऊ यो सफा भयो यो देऊ बैलाई यो सफा यो यहाँले यो देऊ ल आमाला वा तल मिठो के भएको खाइहाल्छ ल बस ल चल आओ हाथ देखो ऐसा करो मेरोमा 1 2 3 4 5 6 7 8 मेरोमा दुई अघि नै तपाईको कति छ तपाईकोमा गिन्नुस् त काउन्ट गर्नु 1 2 3 4 पत्ता लाँदैछु यो चाहिँ डेकोरेसनको लागि पुरा काम लाग्दो रहेछ यो आमालाको पत्ता चाहिँ बिक्री पनि हुँदो रहेछ है अनि यो ठुल्ठुलो फङ्सनहरूतिर चाहिँ यसलाई चाहिँ बेच्दो यो हुँदो रहेछ डेकोरेसनमा
युज गर्दो रहेछ हो अब यसलाई चाहिँ म लगेर डेकोरेसन गर्छु म